बुढी गण्डकीलाई मैले एकै शब्दमा भने बुढी गण्डकी तपाईँ जस्तो हो, म पनि त्यस्तै हो भन्दा अलिक फरक पर्ला, किनभने म अन्त बस्ने तपाईँहरू यहीँ बस्ने त्यो फरक हो। नत्र भने बुढी गण्डकीको मान्छे म पनि हो, तपाईँ पनि हो होइन, योबाट प्रभावित मध्ये तपाईँहरू पनि हो, म पनि हो। तर बुढी गण्डकीको समस्याहरू तपाईँ चाहिँ आफैले भोगिराख्नु भएको छ। तपाईँले भोगेको समस्या चाहिँ मैले अनुभूति गरेको छु होइन, अनुभूति गरेको छु। अब भोग्नु र अनुभूति गर्नु अलिकति फरक हुन्छ त्यो होइन। तपाईँलाई जति पीडा हुन्छ मलाई त्यो नहुन सक्छ। तर बुढी गण्डकीको निर्माणदेखिको सुरुदेखिको म आफै पनि त्यसमा कुनै न कुनै हिसाबले संलग्न, केही टाइम त म त्यसको सल्लाहकार समिति सदस्य पनि भएँ। मलाई सरकारै पछि नीतिहरू मोडलहरू फर्किँदै आयो। आज मलाई अचम्म लागिरहेको छ, अहिले त हामी यहाँ यस्तो रेस्टुरेन्टमा यस्तो ठाउँमा बसेर अहिले कुरा गरेर हुन्थ्यौँ होला, यसै खालको हुन्थ्यो होला र हाम्रो यो बुढी गण्डकी बनेको भए कल्पना गर्नु त। आज तपाईँ यो पर्खालमा बस्नु भएको छ, म यो कुर्सीमा बसिरहेको छु, साथीहरू कुर्सी नपुगेर उभिरहनु भएको छ। यो बुढी गण्डकी बनाए भए कस्तो ठाउँमा बसेर मिटिङ गरे हुन्थ्यौँ होला अहिले हामी, याद गर्नु, त्यो कल्पना गर्नुहोस् होइन। तर आज हामी हेर्नुहोस् कहाँ छौँ होइन। अब आखिर राज्यको पैसा खर्च नभएको पनि छैन। राज्यको पैसा चाहिँ तपाईँको हरेक अब पेट्रोलमा तपाईँले गाडी चढ्नु भएको छ जति, मदनहरू यत्रो गाडी चलाउँछ, हामी हरेक लिटरमा पैसा तिरिरहेको छौँ डिजल र पेट्रोल, जुनको पैसा बुढी गण्डकीमा आउँछ, बुढी गण्डकीको नाममा जम्मा भएर पैसा छ। हामीले यत्रो बिना अब अहिले मुआवजाको पैसा पनि तिरे गइसकेको छ राज्यको, तर निर्माणको कामहरू भएन। सरकारै पछि मोडालिटीहरू चेन्ज आयो। अब अहिलेको सकिनुपर्ने टाइम हो। अहिले हामी यो एकदमै दुःखद कुरा हो। अहिले हामीले यसरी बसेर बुढी गण्डकीको विषयमा के हुन्छ अझ पनि थाहा छैन होइन, अनिश्चित छ नि त अझै पनि। अब समस्या तपाईँहरूले भनेको, अब हामी बुढी गण्डकीले प्रभावित मान्छे मध्ये दुई खालको मान्छे विशेष गरिकन, एक खालको मान्छे हामीले मुआवजा लिएर गयौँ, आफ्नो ठाउँमा त्यो पैसा लगानी गर्यो, बस्यो, आफ्नै थलो अर्को थियो, त्यसरी गरे होइन, एउटा टाइपको। त्यो यहीँभित्रको पनि छ अथवा यहाँबाट बाहिर जग्गा हुने मान्छे मात्रै पनि भयो। तर यो हाम्रो एउटा गाविसको एउटा जोइटारको मात्रै समस्या होइन नि त, गोर्खाको भयो, यहाँको भयो सबै। अर्को एउटा वर्ग यस्तो भयो, हामीसँग यहीँ केही जग्गा थियो, 3 रोपनी 4 रोपनी जग्गाहरू थियो, 2 रोपनी जग्गा थियो। अब केही चाहिँ हाम्रो ऐलानीको कुरा पनि छ यहाँ होइन, त्यो सबै कमाएर खाइरहेको थियो, हाम्रो गुजारा यहीँ चलाएको थियो। अब हाम्रो यहाँबाट उठेर जाँदाखेरिमा यसको मुआवजा लिएर राज्यले जा भन्यो भने कहाँ गएर बस्ने भन्ने छैन।